ओ ओ ओ के हो बडा भइरहेको हेलो गाइज वेलकम। अब टक्क लाएर हामी घर जाँदैछौँ। पप्पा हाम्रो दिदीको यहाँनिर के भन्छ बटरफ्लाई देख्यो होइन। त्यस्तै हो अब हामी घर जान्छौँ। पानी पनि हल्का छिटाउँदैछ होइन। भर्खर माइक साइक लिएको यो के भन्छ हेलमेटमा मोबाइल सोबाइल सेटअप गरेर हिँडेको होइन। अब कस्तो हुन्छ हेरौँ चेक गरौँ कुन चाहिँ ल्यायो फेरि 4 फाले महाकाडक्स। को हो हाल्ने महाकाडक्स साउन्ड कस्तो सुन्छ भन्ने कुरा हो होइन। साउन्ड पनि कस्तो सुन्छ त्यो हेर्नु पऱ्यो। अनि अब यो क्यामेरा राखेको के भन्छ सेटअप कस्तो भयो हेर्नु पऱ्यो। अब यो आजको चाहिँ चेकिङ होइन। आजको चेकिङ अब भोलिबाट चाहिँ कसम रेगुलर म हाल्छु होइन। बाटोमा मुख छाड्दै हिँड्ने हो। हुँदैन त्यसो गर्नुलाई हुँदैन 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 त्यसो गर्नु भएन। आज शनिबार हो त हौ प्याकै जस्तो देख्छु त। यता जाने यता साइडलाइट तान्नुपर्ने हुन्छ। अब चाहिँ टक्क लाएर सायरी पनि पढ्नु पऱ्यो क्या यस्तो लाएर होइन। के चल्दैछ हौ यता आम्बो के हो सेक्सी बिच भने सेक्सी दरबारमा के हो दरबारमा त खत्रै के चलिरहेछ यार यस्तो। के हो दरबारमा के चलिरहेछ यहाँ। मान्छे त पुरै भिरामबाट छ त। उताबाट एकलट घुमेर आउनु पऱ्यो है। एकलट घुमेर आउनु पऱ्यो हेर्नु पऱ्यो नि नजर त। त्यसको लागि चाहिँ हामी हल्का स्पिड लिनुपर्ने हुन्छ। किनभने हामीलाई हेर्न हतार भइसकेको छ। कसैले त साथी जस्तै हुने रहेछ यार बोल्दै 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 हिँड्नु। तर पागल साथी जस्तो क्या पागल छ। ल त्यो बुढाले कहाँ हात दिएको यहाँ चाहिँ जहिले जाम हुन्थ्यो यार। जहिले जानु पर्छ यस्तो यस्तोबाट पनि छिर्नुपर्ने हुन्छ होइन। टक्क लगाएर हुन्छ होला हौ छिराउनेहरू यहाँबाट छिर्छ भने छिराइदियो नि महाकाडक्स। महाकाडक्स भन्नु कहिलेदेखि सिकिस् केटा कहिले। मैले त अहिलेसम्म भनेको सुनेको थिइनँ त। अर्को लट पनि यही जाममा बस्नुपर्छ। त्यो तोरी फुचेलाई फेरि के भएछ एउटा हात मैले फेरि गाली गर्नु नहुने यार महाकाडक्स छोरालाई। म चाहिँ राइट साइडपट्टि जानुपर्ने हुन्छ होइन। ट्राफिक रुल्स मैले भर्खर बिर्सिसकेँ। आम सरी। दरबारमा जानु छ। दरबारमा के भइरहेको छ मलाई हेर्नुहोस् न। छु अहिले कतिमा यता पनि जाम छ। तर यता लेफ्ट साइडमा जाम नहुनुपर्ने। लेफ्ट साइडमा नि के गर्नु सिभिक सेन्स छैन नि त हाम्रो मेरो तपाईँहरूको कसैको पनि यस्तो छ। अनि यताबाट फेरि घुमेर दरबारमा चलिसकेको छौँ। यो दरबारमा के चलिरहेछ अब हामी हेर्नेछौँ। तपाईँहरूलाई पनि म देखाउने सक्नेछु। चल्यो यार यो माइक त यहाँभित्र हाल्नुपर्छ लाग्यो। अब यो आजको सेटअप भइहाल्यो। अब घर गएर राम्रोसँग हान्छु। अहिले डाँडा पनि जान्छु म। हेर्नु त पऱ्यो नि त। यसरी रोक्न नमिल्ने ठाउँमा रोकिरहेछ। दरबारमा आइपुगिसकेको छौँ। अब यहाँ के भइरहेछ हामी हेर्नेछौँ ल। एक राउन्ड घुमेर आएको त दिनु पऱ्यो नि त फाइदा होइन।
आमामामा के भइरहेछ क्या केही न केही त भइरहेछ ओ ओ ओ के हो बडा भइरहेछ हाम्रो त कराउँदैन जस्तो हाम्रो त भ्याटाटाटा गर्छ के गर्नु गाह्रो छ यार यो मैले यो बहिनीलाई देखाए जस्तो लाग्यो सुजिना बहिनी जस्तो लाग्यो मेरो फेसबुकमा छ यो केटी फेरि बोका हो सबै केटी भइहाल्छ नि भन्ने बेर छ नि आमामा के हो ओए माका जेडएक्सआर हो कि जेडएक्स के हुन्छ भन्ने हो गाडी होइन ठिकै छ त्यो रेस चलिरहेको छ कि के हो हामी यसो केटीहरू हेरौँ न कोही उतापट्टि रहेछ नि त मेन केटीहरू त यतापट्टि पनि रहेछ मेन केटीहरू त आमामा त्यो यता त ढिकचिक पनि भइरहेछ त सही हो यतापट्टि त आमामा लड्काहरू त गाह्रो छ त यताको नजर हेर्न पाइएन यार यताको नजर त सब बोकै बोका छ त माका डक्टर यार बोकाहरू त केटाहरू त यत्तिको चाहिँ हुनु पऱ्यो बोकाहरूमा बोकालाई देखेर यस्तो गर्छ यार सय यो माका डक्सहरू तिमीहरूको एक छानबिन हुन्छ अब तिमीहरूलाई पक्रिनु माका डक्स अब कताबाट घुमेर कता जाने होला त माका डक्स यार अब त जानुपर्छ घर माका डक्स यार हुँदैन यस्तो पाराले रोकेर हेरिदिउँ हो रोकेर गएर हेरिदिउँ होला यार माका डक्स है राखेको छ र यहाँ पार्किङ गरिदिने लिएर गइदिने नि ओइ 777 छ त माका डक्स हुँदैन कन्ट्रोल कहाँ पार्किङ गर्ने होला त यता नो पार्किङ छ हानिदिन्छ माका डक्स हालिदिन्छु कहाँ हालिदिनु त यहाँ हालिदिन्छु पढाइ भइरहेको छ हाम्रो के हेर्न पाएन त यार गाह्रो पऱ्यो त people go there. यति मात्र हो होइन होला यति मात्र हो
Push it to the red line. Are you ready? One, two, three. Let's go. जी हामी गरिब त्यस्तै हेर्ने मात्रै हो क्या भएको चाहिँ के हो फेरि केही थाहा छैन मलाई चाहिँ यो चाहिँ धनीहरूको सो जस्तो लाग्यो हामी जस्तो गरिबको काम छैन अब हामी घर जानुपर्छ है माइक त मुखैमा हालिदिएँ त मैले कसम फेरि एकबार त म छिर्दिउँ कि हो एकबार ढुङ्गाबाट छिर्दिउँ है दामी हुन्छ के भइरहेको चाहिँ मैले चाहिँ केही थाहा भएन होइन पक्कै पनि धनीहरूको सो हो हामी जस्तो गरिबको केही काम छैन यहाँ हामी चाहिँ हेरेर ताली पड्काउने ठुक्ने मात्रै हो फेरि पनि एकचोटि यहाँनिर बोकाबोकी ग्याङलाई हेरौँ है एकलट फेरि ल हेर बोकाहरू महाकाडक्स सबजना हेर्दा दामी दामी अब घर जाने हो घर भन्दा पनि अब डाँडातिर जानु पर्ला हौ आमा दिदीको लुक्स त डेन्जर छुट्टै अर्कै छ त सकिन्न त बा फेरि त्यही जाममा जानुपर्ने हो यार फेरि त्यही जाम फेरि त्यो जनम फेरि त्यो खै के भने जस्तो के भयो यार फेरि त्यही कथा दोहोऱ्याउन चाहन्न भन्नु खोजेको यार आउँदै आएर महाकाडक्स ट्याक्क लगाएर होइन ट्याक्क भन्ने सुनेको छ नि तर मेरो यो माइक मुखैमा भयो क्या म यसलाई मिलाउँछु किनभने आज छ नि त मेरो फर्स्ट टाइम हो नि त भर्खर किनेर भर्खर त गर्दैछु
त्यही पनि आई होप यु गाइज इन्जोय होइन एम्बुलेन्सले बोलाउँछ बजाउँदै कस्तो बोल्दै लागेको आमामा बजाउँदैछ भनेको बजाउँदैछ के भनेको रमा कसम मैले यार सानी नानी मेरो पुतली पनि आइदे फेरि सायरी पनि देख्दिन त मस्किन्छ त नानी त किन मस्किन्छ अयो तर मेरो माइक मुखमा भएका कसम चाहिँ थाहा छ तर राम्रै सुनिँदैन होइन तर यो फेरि कता बात छिन लागेको आज शनिबार भएर पनि रमाइलो भएको छ ठिक छ तर के गर्नु हो एउटै कुराको कमी त्यो हो लड्की गर्लफ्रेन्ड यसरी हिँडेर हिँड्ने त पो मुजा आउँछ मुजा के आउँछ रे मुजा फेरि यता क्रस भेट्यो ल्यान्ड क्रुजर जेडएक्स सक्दिनँ म त गरिबै मर्ने भए मागाडाक्स अब उताबाट छिर्ने होइन म यस्तो बाटो त यस्तो दामी हुन्छु नि साइलेन्ट परैबाट बालेर आउनुपर्ने हुन्छ ल ल ल ल ल ल ड्यामी ड्यामी स्कुल ब्रेक गर्दाखेरि हामीलाई बाल चाहिँ फेरि बाल फराएर हो क्या त्यसपछि उडाएर हिँडिदिने हो यी मान्छ र हामी त्यस्तो उसलाई मान्दैन नि टक्क फेरि अगाडि क्यामेरा सेमेरा राखेको देखो के भन्छ भलागर जस्तो ओ यो चाहिँ के गरी बसेको मार्केटक्स ओ एक पाटै छ त वेदर पनि पुरै यस्तो भएको छ होइन पानी पर्दा यस्तो शीतलको आनन्द मजा आइरहेछ क्या थाहा छ अब लेफ्ट जानु पर्ने हुन्छ लेफ्ट साइड लाइट बाल्यो अब आजको भ्लग चाहिँ धेरै चाहिँ होइन 15 मिनटसम्मको बनाउँछु होइन सबै एउटै क्लिप त हाल्दिनँ तर ट्याक्क अघिदेखि भनिरहेको छु नि ट्याक्क मिलाएर टक्क हाल्ने म गौचरण आइपुगिसकेँ होइन आइम गोइङ टु बौद्धमा पनि खोइ के सो चलिरहेको छ बौद्ध फेस्टिभल कि के भन्दै थियो यार तर कसम यार यो पागल जस्तो लाग्छ बेलामा त यार यो हुने रहेछ क्या लाग्ने होइन हुँदै रहेछ क्या थाहा छ उही पानीको छिट्टा पनि थोपाउँदैछ त एक्लै बोल्ने होइन एक्लै रमाइलो गर्ने अर्कै छुट्टै क्या सब कुरा छुट्याउनु लड्की छुट्याउनु हुँदैन है यतिको डेट जान पाइयो भने चाहिँ मन जान्छ है फेरि अब वर्ल्ड कप आउनु लाग्छ टक्क दुईजना एउटै जर्सी लगाएर कि दुईजना एउटै खालको एउटै जर्सी लगाएर हिँड्ने कि छुट्टै एउटै नि होइन एउटै टक्क लगाएर यो मेरो अगाडिको यसले गर्दा नराम्रो देखाएको छ यो होल्डर म घर निकालिदिन्छु कस्तरी हेरेको खाउँला जस्तो गरेर हुँदैन जताबाट भिड्नु हुँदैन के हो पुरुषोत्तम मास मेला सायरी भएको माल एउटै भेट्दिनँ सायरी एक दुईवटा सायरी ट्याक्क लगाएर दामी खालको आएको हुन्थ्यो नि छैन टक्क पालो यसरी सरर फर्काउँदै हेरेर त दुनियाँको छेउले जिस्काको बोका मुर्दार तेरो घरमा दिदी बहिनी छैन छ त घरको दिदी बहिनी जिस्काउनु हुँदैन यो कहाँ किनेको यो ठोक्न आएको लो
दाजु डेन्जर, तिमी डेन्जर, मैले माने तिमीलाई, तिमी पोरो हो, तर मजा आइरहेछ कसम से। अब भोलिदेखि त कहाँ कहाँ जान्छु। फेरि यो आउटल्यान्डर लन्डर चलिरहेको छ होइन। स्पेस त फेरि छ नि हो, 512 GB हो त। हाम्रो चार्जर, राम्रो चार्जर भनेको जस्तो 4 चार्जर आइपुगिसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ स्टुपा दामी। राइड जाने हो, तर म यहाँ किन सिधै हिँडेको भनेदेखि जाममा त बस्ने कुरा भएन। फकअप के हो, त डेन्जर भइरहेछ त। यता जाने डर लाग्छ यार। म त कसम यहीँ 3 वर्ष कि 4 वर्ष अगाडि मलाई समातेको छ यार। यहाँ समातेर बाइकै लिएर गइदिएछ यार। डर लाग्छ मलाई त अगाडि बस्न पनि। नाउ वी आर हेडिङ टु बौद्ध। बौद्ध फेस्टिभल भन्थ्यो यार। मैले उसमा देखेको थिएँ, के अरे टिकटकमा देखेको थिएँ। यता यो हायत ग्राउन्डमा कि कतातिर यसले आने हो हिरो कसम। अब फिल्म खेलाउँछु मैले तँलाई। फेरि एक कस्तो जिब्बै लटपटेको क्या मा कसम मलाई। साइलेन्ट छैन, बिग्रेको छ। ल भाटपट्टि पनि बन्न लागिसक्यो। यही भाटपट्टिमा 6 जना कि 7 जना मरेको यार। यही ग्राउन्डमा, कुन ग्राउन्डमा हुने भन्थ्यो त यार, छैन त फेरि। छैन त फेरि। मैले हेर्नु अघि यहीँबाट किने यार 32,000 मा। मैले त हेर त देख्यो के देख्यो, हेर्न खोजेको कुरा देख्यो कि खोइ बौद्ध फेस्टिभल भन्थ्यो, खोइ केही देख्दिनँ त म। बौद्ध भित्र पो फेस्टिभल हो कि क्या। बाटो पनि कसम भने घोडै चलाएर हिँड्ने जस्तो लाग्छ यार। घुकझुक। अब अहिले घर जान्न, घर जानु मन छैन। अब म उता मेरो गइराख्ने डाँडा जान्छु, चिया खान्छु एकछिन अनि आउँछु ल। त्यहाँ त चेकिङ पनि हुनसक्छ यार आज त। ए हो नि, बौद्ध मेला हो नि, बौद्ध फेस्टिभल हो नि। गेट सजाएको छ, पुरै गेट सजाएको छ। मामाहरू बसेछन्। गाह्रो छैन, म कत्रो खाले हेरेँ यार।
खाउँदै जस्तो गर्छ त त्यहाँ गएर त्यहाँ एकपल्ट हुन्छ नि बौद्ध मेला हो त अनि भित्र रहेछ क्या बौद्ध मेला चाहिँ थाहा छ यहाँ रहेछ कि बौद्ध भित्र रहेछ ए जुङ्गली हो मलाई कत्रो आँखाले हेरेको यार ढोग्नुपर्छ हेर त हो त रहेछ त नि आमा यहाँनिरबाट कसले बाटो काटेको छ भन त यो दुईवटा बाइक पक्रेछ जाउँ कि नजाउँ भयो यार पानी पनि पर्नु लाग्छ फेरि घरमा बस्नु नै मन छैन जान्छु होस् महाकाडक्स होइन म लाने के छ र चेकिङ भयो नि होस् मलाई यो साइलीसँगको कुराले फेरि 5,800 कि 6,200 काटिदिन्छ क्या चिट त्यही कुराको टेन्सन हो नत्र अरू त मलाई केही टेन्सन थिएन राम 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 प्रभु 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 हामी यता जाने हो प्रभु के गर्ने हाम्रो समय 10 महर महिनाको कमाई हाम्रो पानी राम्रो ओइ पानी त वाइल्डै आइसक्यो 20 दिन हो क्या आज पानीमा 20 दिन आएको राख्छ है 20 दिन जिन्दगानीमा अब आजको भिडियो के कस्तो हुन्छ होइन प्लिज सबैजना मिलाएर ट्याक्क लगाएर ट्याक्का लगाएर अघि पनि भनिरहेको छु नि ट्याक्का हेर्ने होइन भोलिबाट प्रोफेसनल वेमा आइहाल्छ नि फेरि आज त सबै अब राम्रोसँग सेटअपै भएको छैन एकछिन वेट गर्नुपर्छ कि वेट गर्नुपर्छ हेर त साइडबाट आउने मान्छे जहिले पनि साइलेन्ट बालेर एकछिन वेट गरेर दायाँ बायाँ हेरेर हिँड्नुपर्छ अनि फुट हिँड्ने अनि त्यसपछि यत्रो आँखा तर्ने त्यस्तो नि हुन्छ त्यस्तो हुन्छ त हुँदैन नि होइन राम 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 ग्याङै बाटो काटेको छ यार राम 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 आमा सही हो यत्तिको चाहिँ हेर्नु पऱ्यो क्या यत्तिको हेर्नु पऱ्यो पानी त झर्नै लाग्यो जस्तो लाग्यो त यार झर्छ जस्तो लाग्यो होस् डाँडा नजाउँ क्या है कि जाउँ हो कि के गरौँ ए चलिदियो यो चाहिँ मेरो पारो गएको चामुण्डा गेट हो यहाँबाट टक्क लगाएर छिर्ने होइन अनि त्यसपछि टक्क लगाएर सिधै आउने बुझ्यो के त तर मैले थाहा पाइसकेछु कि मेरो भ्युवर्सलाई के मनपर्छ भनेर म देखाउँछु क्या यो चाहिँ हल्का होइन खट्टै उकालो छ मौसमले त च्यालेन्ज हानेछ र च्यालेन्ज चाहिँ मिठो हानेछ मेरो अस्ति एक्सिडेन्ट भएको नि त यहाँनिर घर चोट लागेको छ क्या चोट चाहिँ थोरै लागेको छ तर दुखाइ चाहिँ अलिक धेरै नै छ क्या त्यहाँ छ
तारो राजालाई रुकिने त अवस्थै छैन क्या मलाई सबैजनाले भन्यो होला अलि स्पिड चाहिँ अलिक धेरै भयो भने होला तर स्पिड ठाउँ अनुसार छ नि त यहाँ यस्तो चलाउनु पर्छ यस्तो चलाएन भने त मैले कहाँ लानु लगाएको छु होला थाहा पाएको छैले मैले माथि गोकर्णको त्यो के भन्छ चुनिखेल झन्डा पार्क भाइरल रोड त्यहाँ लिएर गएको छु आम्मामा आज शनिबार होइन आज त महाकसम त्यहाँ त राइडरहरूको पुरै जम्का भेट हुने ठाउँ हो नि त त्यहाँ त पुरै जम्का भेट भएर बाइक त लम्मै सुताउँछ कसम त्यही भएर त्यहाँनिर चेकिङ पनि वाइ हुन थालेको छ आजकल त्यही भएर हामीले चाहिँ सोझा साझा मान्छेहरू फसिरहेको छौँ क्या भ्यू चाहिँ फेरि चक्नै देखाउँछ नि त राइडरहरू त फर्किन लागिसकेको क्या यो ठाउँमा दामी छ नि त फोटो खिच्नलाई इभिनिङ वाक चल्दैछ चलन्थ्यो टक्क अब जङ्गलमा गएर मङ्गल गर्ने एकचोटि चिया पिउने एकछिन हेर्नु पनि पर्छ दायाँ बायाँ हुन्छ ओके ल भाइ दाइ यसरी पुरै बच्चा बच्चीहरू खेल्ने ठाउँ छ दामी कता जाने हो लेफ्ट राइट कता हो थाहा छैन कहीँ यहाँबाट जग्डो प्रवेशद्वार छिरिसक्यौँ हामी बुझ्यौ नि मजा आउँछ हौ यो बाटोमा चाहिँ साँच्चीकै मजा आउँछ क्या मजा हेर त सहजमा एक 2 3 गर्लफ्रेन्ड पुगेर लिएर हिँडेको छ ओहो यतिको मजा के गर्नु गाह्रो छ के हो दिदी क्या करे छे यो चाहिँ शहीद पार्क होइन यहाँनिर दामी माथिबाट जान्छु भने त यार माथिबाट त भरे आउन जानु पर्ला यति बेला चेकिङ छैन होला साँच्चै पहिला यो बाटो राम्रो थिएन नि त त्यही पनि आउँथेँ म होइन अहिले झन् राम्रो भइसक्यो सिक तानिरहेछ यतिको मजा आउनै पर्ने हुन्छ भाइ बहिनी हिमालहरू चेकिङ भइसकेको छ के हो रोक्दैन लाइसेन्स छ सबै कुरा चाहिँ रोक्दैन रोक्दैन मैले हेर चेकिङ छ भनेर चेकिङ छ क्या चेकिङ छ बुझ्यौ नि मैले भनेको चेकिङ छ भनेर तर के गर्नु मामाले मलाई चेकिङ गर्दैन भन्नुसँग लाइसेन्स बिल बुक साफ छ
भन्ने कुरो थाहा पाइहाल्छ क्या टक्क गएर चिल्याक्स पाराउनु चिया हान्ने चिया पुरै रौसी नै हान्नुलाई जस्तो चिया हान्ने रे आम्बो कोरोला तर मेरो हात दुखिरहेको छ यार कसम यो ठाउँ हो क्या मलाई मन पऱ्यो थाहा छ एकै नजरमा माया बस्यो है लुकी छुपी हेरिदिनले त्यो आँखाले जिउँदै मार्यो है देख्यौ गीत कस्तो मिठो गाउँछु मैले तिमीलाई त गीत गाएरै मैले सिटिज बनाउँछु क्या कसम बुझ्यौ हेर यहाँबाट देख्ने नजरा भ्यूको मलाई त्यसै आउँछु म एक्लै दिनकै त आउँदिनँ कहिलेकै हो यहाँ त नबसौँ होला हो के गर्ने यहाँ नबसौँ होला मान्छेहरू कति आउँछ देख्यौ अब यो मेरो हात पनि दुखिरहेछ तर म तिमीलाई यस्तो सही ठाउँमा लान्छु नि यस्तो सही ठाउँमा लान्छु मान्छे छ क्या तर जहाँ पनि राइडर आम राइडर प्रो फाइटर भने जस्तो खाएँ होइन म 29सम्म जहाँ मात्रै हुन्छ त्यहाँबाट फेरि फर्किन्छु म यहाँनिर मेरो भएकोलाई ढोक्न मात्रै आएको क्या बुझ्यौ म यहीँबाट फर्काएर त्यही चिया खान जान्छु क्या किनभने त्यो मेरो चिया खान नगयो नि त बुझ्यौ सेल्फी क्लिक मजा दामी देख्छ क्या यहाँबाट त्यही भएर म आउँछु ओम नमः शिवाय मेरो चिया खाने जक्सन यही हो है गाइज मेरो चिया खाने जक्सन यही हो मेरो चिया खाने जक्सन